हामीसँग जेनजी अभियन्ता नरगेश थापा हुनुहुन्छ र हामी उहाँसँग समसामयिक विषयमा केही कुरा गर्न गइरहेछौँ। यहाँलाई स्वागत छ नरगेश। हस्, धन्यवाद हजुर। अब अहिले तपाईँ हामीले माइती घरमा तपाईँलाई भेट्यौँ, सधैँ माइती घरमा बसिरहेको देख्छौँ। खास माइती घरमा बसिराख्नुको कारण चाहिँ के हो? यस्तो अब माइती घर भनेको हामी जब अन्याय हुन्छ देशमा, न्यायको लागि हामीले आवाज उठाउनुपर्छ, त्यति बेला चाहिँ माइती घर एउटा यस्तो स्थान हो कि जहाँ चाहिँ हामीले आफ्नो आवाजलाई बुलन्द तरिकाले होइन प्रस्तुत गर्न सकिन्छ। त्यही भएर अब यो अहिले धेरै नै अन्याय भइरहेको कारणले गर्दाखेरि माइती घरमा आवाज उठाउनको लागि यहाँ छु। अब नयाँ सरकार बन्यो, जेनजीहरू नै छन् प्राय होइन, सरकारमा सदनमा जेनजीहरू नै छन्, अझै पनि अन्याय भयो तपाईँहरूलाई? यस्तो छ, अब सदनमा जेनजीकै अब सरकार छन् भनेर जुन तपाईँले भन्नुभयो होइन, अब जुन सुदन गुरुङज्यूलाई अहिले राजीनामा दिनको लागि अहिले बाध्यता जस्तो बनाइएको छ होइन, त्यो गर्दै गर्दाखेरि सुदन गुरुङलाई त हामी अब जेनजीहरू सबैले सपोर्ट गरिएको मान्छे हो होइन, र उहाँलाई हामीले अब साथ दिँदै गर्दाखेरि उहाँको चाहिँ राजीनामा किन मागियो, एउटा अनुसन्धान पनि नगरिकन होइन, एउटा गिल्टी प्रुभ नगरिकन उहाँलाई चाहिँ यसरी गृहमन्त्रीबाट राजीनामा दिनको लागि जुन दबाब दिएको छ त्यो एउटा अन्याय नै हो भनेर आजको दिनमा म सडकमा छु। अब यो तपाईँले अन्याय भयो भन्नुभयो गृहमन्त्रीलाई होइन, सुदन गुरुङलाई चाहिँ अन्याय भयो भन्नुभयो, अनि पदमा बसेरै छानबिनको प्रक्रिया अगाडि बढाउँदाखेरि त्यो कन्फ्लिक्ट अफ इन्ट्रेस्ट देखिँदैन? त्यसमा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट देखिन्छ भन्ने कुरा गर्नुभयो। पदमा बस्दा बस्दै छानबिनको भन्नुभएन हजुरले? अब यसो पदमा बस्दै छानबिन गर्दै गर्दा पनि राम्रो हुन्थ्यो होइन, तर अब जुन उहाँले बोल्नु भएको छ नि नैतिकताको आधारमा भनेर, हो नैतिकता अब पुराना जुन दलीय व्यवस्थाहरू थिए उनीहरूले नैतिकता देखाउँदै नदेखाउँदै गर्दाखेरि अब एक न एकजना त आउनु पऱ्यो नि जसले नैतिकताको चाहिँ एउटा एक्जाम्पल, एउटा उदाहरण चाहिँ सेट गर्नुपर्ने होला नि त, हो त्यो नैतिकताको आधारमा उहाँले राजीनामा त दिनुभयो। तर अब पदमा बस्दै गर्ने भन्ने कुरा चाहिँ कस्तो भने अब भित्र प्रेसर के छ त, बिचौलियाहरूको खेल धेरै भयो क्या। जस्तै भ्रष्टाचारहरूलाई अब यो जति पनि बाहिर अरू दलीय व्यवस्थाका भ्रष्टाचारहरू छन् उनीहरूलाई एउटा डर भयो, अब सुदन गुरुङले त ब्ल्याङ्क पक्रिँदै हालिरहेको छ भन्ने कुरा भइरहेको छ, उनीहरूलाई एउटा त्रास जस्तो फैलियो होइन, र सायद रासोपामै पनि कति अब भित्रको कोही बिचौलियाहरू हुनुहुन्छ होला जसलाई चाहिँ भ्रष्टाचारको छानबिन हुँदै गर्दाखेरि उहाँहरूलाई पनि प्रब्लम आउन सक्ने खालको सिनियरो भएको कारणले चाहिँ उहाँलाई चाहिँ एउटा राजीनामा दिनुपर्छ भनेर चाहिँ दबाब दिएको जस्तो देखियो। अब तपाईँले भन्नुभयो बिचौलियाहरूले खेले भन्नुभयो, बिचौलियाहरूले चाहिँ अब यो सबै गरेको भन्नुभयो, तपाईँले कुन आधारमा भन्नुभयो चाहिँ? अब कुन आधारमा भनेर मैले अघि पनि भनिहालेँ त, जस्तै अब यो भ्रष्टाचारीको छानबिन जुन गर्ने कुराहरू आइराखेको छ, जुन सुदन गुरुङज्यूले एज अ गृहमन्त्री जुन राख्नु भएको छ प्रस्ताव होइन, भ्रष्टाचारीहरूको छानबिन हुनुपर्छ, सम्पत्ति शुद्धिकरण हुनुपर्छ भनेर जुन गर्नुभएको छ, त्यो गर्दै गर्दाखेरि त अब कति भ्रष्टाचारीहरू छ नेपालमा भन्ने कुरा त तपाईँ हामीले सडकमा हिँड्दै गर्दा हिजोको दिनमा भनौँ न, अहिले यो सरकार आउनुभन्दा अगाडिको दिनमासम्म पनि त्यही भ्रष्टाचारको विरोधमा हामी सडकमा उत्रिएका होइनौँ र हो त्यही भ्रष्टाचारको विरोधमा उभिँदै गर्दाखेरि अब कति मान्छे यसमा पर्छन् भन्ने कुराहरू आउँदै गर्दाखेरि चाहिँ तपाईँको त्यो कुराको एउटा त्रासले गर्दाखेरि चाहिँ मान्छेलाई खुट्टा तान्नु धेरै गाह्रो समय लाग्दैन क्या। भनेपछि तपाईँ के भन्न चाहनुहुन्छ, तपाईँको कुराबाट हामीले के बुझ्यौँ भने अब यहाँ अहिले हामीलाई जसले हेर्नुहुन्छ उहाँहरूले पनि के बुझ्नुहुन्छ भने यो दीपक भट्ट, विशेष गरी दीपक भट्ट र सुदन गुरुङको जुन गृहमन्त्रीज्यूको जुन एउटा देखियो सम्बन्ध देखियो त्यो गलत हो भन्नुहुन्छ? होइन, यस्तो हुन्छ यो कुरामा चाहिँ के भन्छु भन्दाखेरि जस्तै तपाईँ हामी एउटा साधारण मान्छे भइसकेपछि हामीले बाटोमा कुनै पनि पोलिटिकल पार्टिजको ठुलो मान्छे अथवा कुनै सेलिब्रिटिज देख्यौँ भने हामीले फोटो खिच्छौँ, त्यो कुरामा हाम्रो दोमत छैन नि होइन, हो त्यही हो क्या। अब फोटोको आधारमा उहाँलाई कल्प्रिट हो भनेर भन्न मिल्छ त? मैले के भन्दैछु, निष्पक्ष हजुरको के अरे अनुसन्धान हुनुपर्छ र त्यो निष्पक्ष अनुसन्धान हुँदै गर्दाखेरि एउटा पारदर्शिता चाहिँ नेपाली जनतालाई देखाउनु पर्छ, र यदि उहाँ सही हुनुहुन्छ भने उहाँलाई गृहमन्त्रीको पद जसरी पहिला एउटा के अरे कल्चर एन्ड भ्याल्युजको साथ होइन जसरी उहाँलाई सुम्पिएको थियो त्यसरी नै उहाँलाई आफ्नो गद्दीमा राख्न दिनु पर्यो, उहाँलाई आफ्नो पदमा राख्नु पर्यो होइन, यदि उहाँ गिल्टी प्रुभ हुनुभएको छ भने त्यही अनुसारको कारबाही पनि हुनु पर्यो। अब यस्तो नि प्रमाण त जनआस्थामा आयो, हुलाक सञ्चारमा आयो होइन,
के अरे माइक्रो इन्सुरेन्समा चाहिँ तपाईँको सुदन गुरुङले पनि लगानी गरेको देखियो, सेयर लगानी गरेको देखियो। सेयर लगानीको कुरामा त यस्तो हो नि त फेरि हजुर, कस्तो भन्दाखेरि तपाईँको सेयर मार्केटमा हामीले अब आफ्नो पैसा लगानी गर्नै नमिल्ने हो भने त सेयर मार्केट त इलिगल हो भनेर रोकिदिनु पऱ्यो नि त। तपाईँ हामीले पनि त आइपिओ भरिरहेको हुन्छौँ, सेकेन्डरी सेयर भरिरहेको हुन्छ, हुँदैनौँ र त्यो यदि इलिगल हो, अब उहाँले भएको आफूले गरेर उहाँले त भन्नु पनि भएको छ मैले अब ब्याङ्कबाट लोन निकालेर गरेको हो भन्ने कुरा भनिराख्नु भएको छ। यो हो, यही त भन्दैछु त, उहाँले बोल्दै हुनुहुन्छ, उहाँको स्टेटमेन्ट एउटा गइरहेछ र बाँकी जुन मिडिया ट्रायल अथवा यताउताबाट चाहिँ जुन उहाँलाई एउटा पोर्ट्रे गरिराखेको छ त्यो त गलत भइरहेको छ नि त। उहाँले तपाईँको कुरा मैले काटेँ, यो कसले गरे जस्तो लाग्छ कि तपाईँलाई? अब यो त भित्रकै मान्छेले मात्रै थाहा पाउने कुरो हो नि त, सुदन गुरुङसँग के छ, तपाईँसँग के छ भन्ने कुरो तपाईँसँगै हिँड्ने मान्छेले मात्रै थाहा हुने कुरो हो नि त। यस्तो मैले उहाँ यसले गर्यो उसले गर्यो भन्ने कुरा त्यो मलाई पनि थाहा हुँदैन। हेर्नुहोस् होइन, म पनि सुदन गुरुङज्यूको एकदमै नजिकको मान्छे होइन होइन, मलाई थाहा हुँदैन। तर मैले के भन्न खोजेको भने के अरे तपाईँको एउटा नर्मल केसको हिसाबले नै हेरौँ होइन, भोलिको दिनमा सुदन गुरुङज्यू पुग्नु भएको ठाउँमा हामी पनि पुग्दैनौँ भन्ने छैन। हेर्नुहोस् है, अब हामी अहिले जस्तै अहिले हामी राजनीति गर्छौँ भन्ने हिसाबले जुन लागिराखेको छौँ होइन, एउटा राजनीतिमा मेरो पनि एउटा करियर छ भन्ने हिसाबले हिँड्दैछौँ। अब आजको दिनमा म एउटा ठुलो नेता नहुँदै गर्दाखेरि मेरो बाटोमा कतिवटा कुराहरू आउला, के आउला, कस्तो आउला होइन, कस्तो खालको इन्भाइरोमेन्टहरू क्रिएट भइदिएला। अब त्यो इन्भाइरोमेन्टलाई चाहिँ भोलिको दिनमा म ठाउँमा पुग्दाखेरि मान्छेले कुन तरिकाले युज गर्छ भन्ने कुरा भन्न सकिँदैन। हेर्नुहोस् भनेपछि यो यसरी बुझौँ, अहिले तपाईँले भन्नुभयो अनुसार सेयरमा लगानी गर्न अपराध होइन भन्ने तपाईँको भनाइ, तर होइन सेयरमा लगानी गर्नलाई सुदन गुरुङज्यूले मात्रै गर्नुभएको होला त सेयरमा लगानी। मैले यही कुरो जोड्दैछु कि तपाईँलाई यही कुरो प्रश्न गर्दैछु। अब तपाईँले भन्नुभयो सेयरमा लगानी गर्न पाप होइन भन्नुभयो, अपराध होइन भन्नुभयो, तर मिडियामा त त्यही देख्यो, सेयर लगानी गर्न त ठुलो अपराध जस्तो देखियो नि त। तपाईँ के भन्नुहुन्छ? यसको चाहिँ के हो भन्दाखेरि मिडिया भनेको एउटा यस्तो चिज हो कि होइन, तपाईँहरूले के चाहिँ बुझ्नुपर्छ भन्दाखेरि मिडियाले तपाईँलाई यदि माथि पुर्याउँछ भने मिडियाले तपाईँलाई तल पनि झार्न केही पनि समय लाग्दैन भन्ने कुरा बुझ्नु पर्यो। अब मिडिया भनेको कस्तो हुन्छ भन्दाखेरि तपाईँको हिजोको दिनमा राम्रो न्युजको लागि खिचिएको फोटो भिडियोहरू आजको दिनमा यदि उसलाई केही व्यक्तिगत रिस राग भयो भने त्यही कुरालाई नेगेटिभ मेसेज बनाएर पनि युज गर्न सकिँदैन र। अब एउटा कुरो नि तपाईँलाई मैले सोधिहालेँ होइन, तपाईँले जनआस्थाका पत्रकार प्रधान सम्पादक किशोर श्रेष्ठलाई कसरी हेर्नुहुन्छ? यो सब त उहाँले मिडिया ट्रायल त उहाँले गर्नुभएको, खोलेर भन्नु पर्दाखेरि उहाँलाई कसरी हेर्नुहुन्छ, तपाईँले उहाँलाई कसरी बुझ्नु भएको छ? अब यस्तो छ, उहाँकोमा चाहिँ मैले अहिलेलाई के भन्न चाहन्छु भन्दाखेरि नो कमेन्ट्स भनेर भन्छु होइन यो विषयमा। किन भन्दाखेरि उहाँलाई मैले व्यक्तिगत हिसाबले नचिन्दै गर्दाखेरि होइन, उहाँको धारणा नबुझ्दै गर्दाखेरि मैले उहाँको विषयमा त बोल्न मिल्दैन होला होइन, बोल्न मिल्दैन। तर जुन मिडिया ट्रायल गर्नुभयो, जुन अब भनौँ न तपाईँ हामीले त मिडियाकै थ्रुबाट अब अहिले जे भइरहेछ मिडियाकै कुरामा अगेन्स्टमा पनि आइरहेको छ भने कोही मिडियाकै थ्रुबाट सपोर्टमा पनि आइराख्नु भएको छ होला होइन। अब कस्तो भन्दाखेरि मिडियाको मान्छेहरूलाई कसरी हेर्ने भन्दा पनि यस्तो हो क्या, कुनै दिन तपाईँले सपोर्ट गरिराख्नु भएको, जस्तै अब तपाईँ पनि त मिडियाकर्मी हो नि त होइन, आजको दिनमा तपाईँ मेरो सपोर्टमा हुनुहुन्छ भने भोलिको दिनमा तपाईँ हुनुहुन्न भन्न सकिँदैन। तपाईँ र मेरो एउटा सानो झगडाले गर्दाखेरि तपाईँले मेरो अहिले लिइराखेको अन्तर्वार्तालाई भोलिको दिनमा मिसयुज गर्न सकिँदैन भन्ने बाटो छैन क्या। तर त्यो चाहिँ नगर्नुपर्छ होइन, किनभने मिडियाको हातमा यति ठुलो पावर छ कि जुन नेताहरूको हातमा पनि छैन। यो कुरा चाहिँ बुझ्न एकदम जरुरी छ। अब यो अहिले भर्खर हामीले खबर पायौँ शेखर गोल्छा पक्राउ पर्यो। शेखर गोल्छा, दीपक भट्ट लगायतकै भूमिका अत्यन्त महत्त्वपूर्ण भूमिका थियो सुदन गुरुङलाई हटाउनलाई, गृहमन्त्रीबाट हटाउनलाई। उनीहरूले विभिन्न कुराहरू निकालिरहेको थियो, पक्राउ पर्छ भनेर डरले, र पनि पक्राउ पर्यो भने अब यसमा तपाईँले कसरी हेर्नुहुन्छ? अब यसमा कसरी हेर्ने भन्दाखेरि मैले अघि पनि भनिहालेँ होइन, अब जुन कुरा आफूलाई कम्प्लिट रिसर्च नगरिकन कुनै कुराको हामीले बोल्न मिल्दैन भनेको जस्तो होइन। यो अब बिचौलियावाला जुन कुरा आयो तपाईँले भन्नुभएको जुन एक दुईजनाको नामहरू छ होइन, उहाँहरूको मैले यो विषयमा मैले बोल्न मिल्दैन। हेर्नुहोस् होइन, किनभने मैले भने नि उहाँहरूको धारणा के हो र उहाँहरूको के अरे इन्टेन्सन चाहिँ के हो भन्ने कुरा हामीले नबुझिकन कुनै पनि कुरालाई बोल्न मिल्दैन। किन भन्नुहुन्छ भने जस्तै अहिले सुदन गुरुङको इन्टेन्सन नहेरिकन होइन उहाँलाई आरोप प्रत्यारोप लगाइराखेको हो नि त, हो इन्टेन्सन के छ मान्छेको भन्ने कुरा नबुझिकन हामी कसैले पनि कसैलाई ब्लेम गर्न मिल्दैन र कसैले पनि कसैलाई जस्ट त्यो देखेको भरमा अथवा भ्याट्ट एउटा कसैको मुखबाट सुनेको भरमा विदाउट एनी प्रुफ चाहिँ होइन कसैलाई पनि हामीले खुट्टा तान्न मिल्दैन भन्ने कुरा यति नै म भन्न चाहेँ।
अब सुदन गुरुङज्यूले राजीनामा दिइसक्नु भएपछि प्रधानमन्त्री बालेन आफैले राख्नु भएको छ, प्रधानमन्त्री बालेनले निर्देशन पनि दिनुभएको छ। फास्ट ट्र्याकमा चाहिँ अनुसन्धान गर्नुपर्छ भनेर एउटा समिति पनि बनिएको छ भन्ने कुरो बाहिर बजारमा हल्ला आएको छ होइन। अब भोलि गएर उहाँ निर्दोष साबित हुनुभयो अनि फेरि गृहमन्त्री नै हुनुभयो भने मानिलिउँ, अब अहिले जसले उहाँलाई हटाउनलाई गेम खेले उहाँले रिभेन्ज लिनुहुन्छ हुन्न? अब रिभेन्ज भनेको यस्तो है, कसैले आफूलाई एउटा रिस र रागको कारणले गर्दाखेरि होइन, रिस र रागको कारणले मात्रै गर्दाखेरि सुदन गुरुङलाई खसाउनको लागि यो स्टेप चाहिँ चालिएको हो भन्यो भने चाहिँ उहाँले त्यो रिभेन्ज लिनुहुन्न। पर्सनल गएर एउटा गृहमन्त्री जस्तो पदमा बसेर चाहिँ होइन, गरिमामय पदमा बसेर चाहिँ त्यो स्टेप लिन मिल्दैन। तर यदि उहाँहरू अरू कुनै भ्रष्टाचारमा संलग्न हुनुहुन्छ भने होइन, अथवा कुनै अरू कुरामा संलग्न हुनुहुन्छ नराम्रो कुरामा भने त त्यसको अनुसन्धान चाहिँ गर्नुहुन्छ पक्कै पनि। यसको रिभेन्ज भनेर त्यसलाई अब रिभेन्ज भन्न चाहिँ मिल्दैन। हेर्नुहोस्, जस्तै अस्ति एमालेकोहरूले जुन चिच्चाएर यहाँ रोडमा आएर यो चाहिँ रिभेन्ज लिएको सिस्टम भन्ने खालको जुन भन्नुभयो त्यो चाहिँ होइन। यहाँ कसैले पनि पर्सनल एउटा बोलेको भरमा चाहिँ रिभेन्ज लिने भन्ने कुरा हुँदैन। गृहमन्त्री भनेको एकदम गरिमामय पद हो। हेर्नुहोस् होइन, त्यो गृहमन्त्रीको पदमा बसिसकेपछि एकदम बच्चा बच्चीले भाँडाकुटी खेले जस्तो खालको कामहरू चाहिँ गर्न मिल्दैन। अब यो गृहमन्त्री पदमा जो गयो विवाद नै फस्ने होइन, हजुर, जो गयो धेरै समय नटिक्ने होइन, बिचौलियाहरूसँग साँठगाँठ गऱ्यो भने मात्र धेरै समय टिक्ने। यो नेपालमा किन यस्तो भइरहेछ जस्तो लाग्छ? अब यो नेपालमा यस्तो किन भन्दाखेरि पहिला कुरा चाहिँ आइएम सरी टु से दिस होइन, तर नेपाली जनता पहिला कुरा त भेडै भएको हो। किन भेडा भन्दाखेरि त्यत्रोचोटि काङ्ग्रेस एमाले एउटा पावर पोजिसनमा हुँदै गर्दाखेरि नेपाली जनताको आँखा खुलेको थिएन। चान्समा चान्स दिइरहेको, यो कुरा हामी सबैले देखेको। अब जब तपाईँको अहिले जुन सरकार बनेको छ त्यो सरकार त खासमा जनता जनार्दन भएरै बनेको सरकार हो नि होइन। अब जनताले बुझिसक्यो अब युवातन्त्र भनेर पनि एउटा यो कुरा चाहिँ, यो वर्ड चाहिँ सबैले याद गरौँ है, युवातन्त्रको सरकार हो है। अहिले युवालाई दिएको पालो हो। अब भयो बुढापाकाको टाइम सक्यो, समय सकियो, अब योले चाहिँ लिएर आउँछ चेन्जेस भनेर जुन जनताले एउटा आश देखाउनु भएको छ, त्यो आशलाई चाहिँ अब केही बिचौलियाहरूले होइन, अब जुन भ्रष्टाचारमा मुछिएका मान्छेहरूले चाहिँ यसले चाहिँ अब यसलाई यहाँ बस्न दिइराख्यो भने यसले चाहिँ हामीलाई अब तान्छ, यसले हामीलाई होइन नमिठोसँग जालमा पार्छ भनेर थाहा पाइसकेपछि यो खेलिएको खेल हो है। जनताले सुदन गुरुङको अगेन्स्टमा गएर सुदन गुरुङले गृहमन्त्रीको पदबाट राजीनामा दिएको होइन, यो कुरा चाहिँ हामी सबैजना क्लियर हौँ। यो एउटा इन्भाइरोमेन्ट क्रिएट गरिएको हो जहाँ चाहिँ कस्तो भन्दाखेरि तपाईँको के अरे अब यसले हामीलाई यो ठाउँमा भयो भने यसले हामीलाई नमिठो घिसार्छ होइन, र त्यसको लागि चाहिँ यसलाई अब कुन चाहिँ जालमा पारेर यसलाई नै खसाम भन्नतिर लागेको कारणले गर्दाखेरि चाहिँ हो, त्यो भएको कारणले गर्दाखेरि चाहिँ यो खेल खेलिएको हो। जनताले सुदन गुरुङलाई हटाउँ भन्ने चाहिँ कुनै पनि जनताले, मलाई जहाँसम्म लाग्छ कुनै पनि जनताले यो बोलेको छैन र सोचेको पनि छैन। अब अन्त्यमा भनिदिनुहोस्, तपाईँको केही इन्ट्रेस्ट त छैन नि उहाँको गृहमन्त्री राजीनामा फिर्ता माग्नमा? तपाईँले केही स्वार्थ त राख्नु भएको छैन नि? यस्तो स्वार्थ राख्ने मान्छे भएको भए उहाँको गृहमन्त्री जुन पद उहाँलाई हस्तान्तरण गरियो त्यति बेलैदेखि मसिङ दरबार धाइरहेको हुन्थ्यो होला। तपाईँले सिसिटिभी फुटेज हेर्नुहुन्छ या अथवा कुनै मान्छेलाई व्यक्तिलाई सोध्नुहुन्छ होइन, सुदन गुरुङज्यूलाई नै सोध्नु परेन, तपाईँ गएर जोसुकैसँग सोध्नुहोस् अथवा गएर सिसिटिभी फुटेज हेर्नु। एकचोटि पनि हात फैलाउनको लागि सुदन दाई मलाई प्लिज यस्तो केही गरिदिनु न, मैले एउटा एप्रोच लिएर आएको छु, प्लिज मलाई यो गरिदिनुहोस् न भनेर कुरा पनि भएको छैन। मेरो फोनको हिस्ट्री चेक गर्नुभयो भने पनि उहाँ गृहमन्त्री भइसकेपछि उहाँको र मेरो कुराकानी आजको दिनसम्म पनि भएको छैन। भनेपछि तपाईँ निस्वार्थ भावले आउनुहुन्छ? यस्तो आफ्नो दाइसँग स्वार्थ कसैले राख्छ? यहाँ स्वार्थले आएको होइन। हुन्छ, अब हामी अन्तिममा छौँ र जाँदा जाँदै हामीलाई हेरिराख्नु हुने आम जनता श्रोताहरूलाई के भन्न चाहनुहुन्छ, के सन्देश दिन चाहनुहुन्छ? उहाँहरूलाई दिने सन्देश मेन भनेको चाहिँ के भन्दाखेरि हामीले पुरानो दलीय व्यवस्थाहरू सबै हेर्दै गयौँ होइन। त्यो दलीय व्यवस्था हेर्दै गर्दाखेरि न तपाईँको एमाले हाम्रो देशको लागि केही राम्रो हाम्रो हितको लागि काम गरिदियो, न जनताको हितको लागि काम गरिदियो, न कङ्ग्रेसले हाम्रो हितको लागि, न माओवादीले हाम्रो हितको लागि काम गरिदियो। रासोपाको अहिले जुन सरकार बनेको थियो, रासोपाको सरकारमा सुदन गुरुङ जतिको व्यक्तित्वले होइन एउटा स्टेप लिइराख्नु भएको थियो। हरेक कुरा भन्ने बित्तिकै यसरी अम्ला पड्काउने बित्तिकै हुँदैन, प्रोसेस भइरहेको छ होइन। अलिकति कुनै कामहरू गर्नको लागि समय लाग्छ होला, कुनै काम भ्याट्ट भन्ने बित्तिकै पनि भइहाल्छ होला। सुदन गुरुङले स्टेप लिएको थियो, त्यो स्टेप लिएको कारणले लिएको देख्दै पनि हामीले उहाँको प्योर इन्टेन्सन्स चाहिँ उहाँको कामलाई हेरेर जज गरौँ होइन। उहाँको त्यो अरूले बिचौलियाहरूले लगाइएको दोषको अनुसारले चाहिँ उहाँलाई चाहिँ दोषी हो कि होइन भनेर नछुट्टाम, त्यही नै भन्न चाहन्छु। धन्यवाद।